हेलो गाइज, आज पनि मैले तपाईँहरूको माझमा खानाको रेसिपी लिएर आएको छु। आजको खाना चाहिँ स्पेसल के हो भने भन्नुहुन्छ भने मकैको च्याख्लाको भात अनि त्यसपछि सोप अनि आलुको यो के भन्छ दाल है। मैले चाहिँ नेपालमा हुँदाखेरि यस्तो खालको रेसिपी मकैको च्याख्लाको भात जिन्दगीमा खाएको थिइनँ, छुनु पनि परेको थिएन हैन। अब हुन त अहिलेको समयमा मान्छेले बाध्यताले भन्दा पनि रोगको कारणले यस्तो कुराहरू चाहिँ खानुपर्छ, बेस्ट हो हैन। तर पनि अब हामीलाई चाहिँ बानी थिएन, खाइनँ है। विदेशको ठाउँमा पनि एकदमै माया गर्ने हैन दाइहरू अनि साइडमा माया गरेर राखिदिनु भएको। यो मैले बनाएको चाहिँ रेसिपी हैन, कस्तो छ एकदम मकैको च्याख्लाको भात है। आज चाहिँ मैले अलग तरिकाको रेसिपी ल्याएको छु। मिठो खाए यस्तो मिठो रहेछ, खाए ल। मकैको यो चाहिँ के भन्छ आलुको र सोप साग है। कति साथीहरूले खाएको पनि देखाउँछ, जे पनि देखाउँछ भनेर जल्ने मान्छेहरू पनि छन्। मेरो भिडियो हेरेर जल्ने मान्छे जलेल्दै गएर छिस छिस है। ल खाए ल। मिठो रहेछ, चपाउनु पर्दैन। जस्ट यो चाहिँ मैले बनाएको होइन, मलाई त यस्तो बनाउन पनि आउँदैन, दाइहरूले बनाएर ल्याएर राखिदिनु भएको रहेछ। मैले पनि टेस्ट गरेको। मिठो रहेछ, जस्ट ढिँडो जस्तो निल्नु चपाउनु पर्दैन, खलत खलत जाने रहेछ सतसाथी। मिठो छ। मेरो भिडियोहरू हेरेर यस्तो राम्रो राम्रो प्रतिक्रियाहरू दिँदै गर्नु होला है। मेरो रेसिपी हजुरहरूलाई हेर्दाखेरि त घिन लाग्छ होला, तर पनि सो हजुरहरूले माया साथ सपोर्ट चाहिँ गरिदिनु होला है। मिठो रहेछ है। ल खाए ल।